सो आज चाहिँ हामी अलिक फ्लप टाइपको भिडियो लिएर आएको छु। आज चाहिँ हामी मुखबान प्लस पोडकास्ट कुराकानी हामी 3 दाजुभाइहरूको हुनेछ अनि तपाईँले देख्न सक्नुहुन्छ। अनि हामीसँग चाहिँ अहिले मासु अनि राइसहरू अनि कोकहरू छ। अनि चाहिँ हामी तपाईँहरूलाई खाएर प्लस कुराकानी गरेर एकदम इन्जोय गराउनेछु। सो तपाईँहरूले चाहिँ हाम्रो सुरुदेखि अन्त्यसम्म एकदम माया गरेर हेरिदिनु होला। ल हामी सुरु गर्दैछौँ। टक्क लाएर अनि हाम्रो सुरेश भाइको इन्ट्रोडक्ट पाउन त नि म आज हामी त नयाँ हो। सो गाइज मेरो नाम सुरेश राजकोटी। अब एसआरएमटी भनक होइन सर्च गरेर नि हेर्न सक्नुहुन्छ। सो म चाहिँ अब यत्तिकै हो। अब दाइहरूसँग यसो कनेक्सन भएर आज दाइहरूसँग आएको छु। सो अन्तिमसम्म हेर्नु होला है, त्यही नै हो। ल सुरु गरौँ अब। ल चेस गरौँ न पहिला। चेस ल बिहानको भात पनि सकिरहने मासुको टेस्ट कस्तो छ भन है। हाम्रो पकाउँदा फेरि सेप जस्तो आज चाहिँ खुसी लाग्यो। खुसी लाग्यो अनि मलाई चाहिँ के भन्दाखेरि नि सुरेश भाइ तिम्रो कि यो कन्फिडेन्स छ नि, यो तिम्रो यो सेटअपदेखि सबै कुराहरू कन्फिडेन्स एकदम राम्रो लाग्यो क्या। खास तिमी चाहिँ यो क्षेत्रमा चाहिँ कसरी इन्सपायर भयो के भनिदिन्छ है। अब यस्तो कस्तो भन्दाखेरि अब सपना त अब अर्कै थियो होइन। अब भिडियो पनि हेरिसक्नु भयो होला, लाउडे हुन सक्नु होइन। अब मेरो युट्युब पनि पहिलेदेखि नै मन पर्थ्यो अनि गरिदिउँ न त भनेर अब मेरो ड्रिम इन भनौँ। अब करियर सेटल होला नहोला त्यो आफ्नो ठाउँमा छ, बट अब त्यही हो होइन देखेको सपना हुन्छ। जुन अब स्ट्रगल गर्ने जो सानो फेदमा चाहिँ अब फेदमा एकदम गाह्रो हुने जे चिज पनि, अनि त्यो लगभग भाइले चाहिँ अब त्यो जर्नी पार गरिसकेको छ। अब मिडियममा पनि सायद राम्रो हुन्छ होला चाहिँ मेरो विचारमा राम्रो हुन्छ र यति धेरै मेहनत पनि छ सायद त राम्रो हुनेछ। मेहनत गर्नु फल त आउँछ, फल त अवश्य आउँछ। यसलाई नै कन्टिन्यू गऱ्यो भने चाहिँ एकदम राम्रो हुनेछ मेरो विचारमा चाहिँ र हुन्छ पनि। कन्फिडेन्स लेभल राम्रो छ एकदम माथि। हामीले अहिलेको यो हाम्रो यो जुन अहिले हाम्रो रिलेसन भयो नि, यो हाम्रो पछि पनि अनि अब पछि अब आफू हामी कोही कहाँ पुग्ला नि, तर पछि पनि फेरि यसरी नै हामी बसेर यही भाइब्स लिएर कुरा रमाइलो गर्नुपर्छ। उता के भन्नु त्यो भाइ मिटिङ भन्छ नि, त्यस्तो राख्नु पऱ्यो। टक्क फिजिकल नभए नि अनलाइनमा टक्क त्यो डेमा के भन्दा त्यो सम्म हुन्छ नि त्यस्तै गराउने त्यो दिनमा टक्क भेट हुने सकेसम्म नत्र भइहाल्छ जिन्दगीमा एक दिन त। त्यही हो लाज सब मेन कुरा चाहिँ सबभन्दा लाज भएपछि त्यो लाज पचायो भने जे पनि। अनि अब यत्रो गरिसकेको छ, अब यो बाहेक योभन्दा पछाडि चाहिँ अब के सोच्छ त? अहिले त मेरो मेन भनेकै प्राइमेरी चाहिँ यही युट्युब नै छ होइन। अनि सेकेन्डरीमा चाहिँ अब बाहिर जान सक्यो भने अब अलिकति आफ्नो लाइफ मात्रै हेरेको त भएन, अलिकति भोलिमा नै फ्युचर पनि हेर्नु पऱ्यो। त्यही कारणले गर्दा अलिकति बाहिर जाऊँ कि जस्तो पनि प्लान गरिरहेको छु। कस्तो हुन्छ गाइज कमेन्ट गर्नु होला। अनि एक कुरामा नि विभिन्न तरिकाले चाहिँ के भन्छु भाइलाई, ऊ भाइले भने नि अब प्राइमेरीमा यो छ, सेकेन्डरीमा चाहिँ बाहिर जाने सोच्छ। अनि यो कुरामा चाहिँ तैँले के भन्न चाहन्छस्? मैले भन्ने भनेको गर्नु पऱ्यो, गरिरहेको छु मेहनत होइन। अब गर्ने हो, सक्ने आफ्नो दिने सक्ने जति दिने हो। त्यति गर्दा अति गर्दा पनि भएन भने चाहिँ अब के भनौँ होइन। तर आफूले सक्ने जति आफ्नो भएको जति मेहनत दिनु पऱ्यो, त्यो गर्दा पनि भएन भने यहाँ उड्ने। ठिक छ, सबैको विचारहरू फरक फरक हुन्छ, तर मेरो विचारमा चाहिँ अब
अब यति धेरै गरिसकेछ अब चाहिँ पछाडि राम्रो पनि यही क्षेत्रमै यो पछि लाग्दा राम्रो हुन्छ जस्तो माने अब युट्युब करियर पनि त नराम्रो होइन यो पनि राम्रो छ अब युट्युब करियर जो पाइले त्यसले अब गर्नु पनि सक्दैन अब बाहिर देशतिर जो पनि जान सक्छ बरु बाहिर चाहिँ पुरा है घुम्न जाने यो सबै अब युट्युब यो करियर भयो भने त बाहिर गएर घुम्न जान सक्यो नि त नि अब कुरो जानेको जब बाहिर गयो भने जब उनीहरू लाग्यो भने चाहिँ पानी खाए पनि पैसा आउँछ बसे पनि पैसा आउँछ उठे पनि पैसा आउँछ त्यो सुरुवातमा चाहिँ डरो गर्नु ठगन ठगयो स्ट्रगलमा अब पहिला फेसमा त गरिहाल्नु पर्छ जे चिज भयो भने भएन चिसोले फेरि बोलिँदैन पढाउनु यत्रो तनेरसम्म हामी बचायो भने यस्तो त खायो नि सानो चिनीसँग स्कुलबाट आएर कस्तो भोक लाग्यो चिनीसँग तेलसँग नुनसँग वाक भात त्यो चाहिँ अचल त त्यो भात पनि खासै त्यो के अरे डल्ला पर्दैन नि त बासी भात हुन्छ त डल्लो त्यो समात्दै पुऱ्यायो खाए जस्तो के अरे त्यो चाहिँ बिहान बिहान हामीले त्यो भात पोलेर पनि खाएन कि भात पोलेर पनि खाएन कि त्यो के साह्रो मिठो भएको थियो बेला सानोमा पोलेर खाने अब अर्को बेला भएर तँलाई मिठो हुने त्यही त काँचो खाने काँचो तेल हाल्ने खाने नुनसँग खाने हुँदा हुँदा पानी साउँदरी खाने पानीसँग त्यो अझ चामल के भातमा चिनी र चामल हालेर चुरमा त किन नपर्ने रमाइलोपन भन्दा पछिको त्यो याद मिठो हुन्छ कि हो क्या जस्तो त हुन्छ तर आफैले गरेको हो कि होइन भने आफैलाई थाहा नभए जस्तो हुन्छ मैले गरेको थिएँ भने यति रमाइलो भएको थियो यस्तो गर्दा यस्तो भएको थियो त्यस्तो याद होस् भने त म कहिले हाइकिङ जानु मन लाग्छ कहिले ट्रेकिङ जानु मन लाग्छ कहिले क्याम्पिङ जानु मन लाग्छ जन्मिनुपर्छ यही त बराबर यही उमेरहरू सबै गर्ने जस्तो लाग्छ अनि के गर्ने भन्ने क्या राम्रो गरे पनि नराम्रो गरे पनि यही उमेर जस्तो लाग्छ अर्को पोडकास्ट चाहिँ अझै 4-5जना फेरि अझै हुन्छ गाइस यस्तो खालको चाहियो भन्नु कमेन्ट गर्नु लिएर आइहाल्छौँ हाम्रो कामै त्यही हो हेरिदिनु पऱ्यो सेयर सबभन्दा सेयर चाहिँ गर्नु पऱ्यो हाम्रो अहिले ड्यु छ अर्कोचोटि केही हुनसक्छ अनि तिमीलाई यस्तो सुरेश भयो अनि कि तिमीलाई यो गर्दा गर्दा बेला बेला होलिस हुन्छ नि त मान्छेहरू त सक्दैन कि हुन्न कि जस्तो कहिले फिलहरू आयो कि नै त्यस्तो चाहिँ आउँछ नि दाइ मस्तै पहिला अस्ति पनि ठ्याक्क एकचोटि युट्युब चाहिँ त्यो डिलिट भएको थियो त्यो भएर चाहिँ अलिकति डिप्रेसै भएको थिएँ भनौँ होइन अब पछि के गरेर यताउता हेरेर बनाएँ अनि त्यति बेला चाहिँ खुसी नै भयो अझ त्यस्तो त लाग्दैन बिस्तारै कुरो पनि भइहाल्छ अब बिचमा अड्क्यो भने त अब अभियसली अब मान्छेहरू होपलेस भइहाल्छ होइन त्यो सायद नहोला हार मान्नु त जे चिजमा पनि त्यस्तै हो सबै चिजमा जे गरे पनि बिचमा त्यस्तो आउँछ आउनु त सक्दैन कि हुन्न कि भन्ने त्यस्तो अभ्यास आइरहेको छ तर त्यसलाई नै जितेर अगाडि गयो भने चाहिँ त्यो पछिको सफलता चाहिँ यति मिठो हुन्छ त्यसलाई हुन्छ सफल भयो के स्याउ नामी जस्तै अब अरूलाई भोलिँदैन आफ्नो छोराछोरीलाई सुनाउनु नि मजा भन्दा होइन एउटा स्टोरी क्रिएट हुन्छ आफ्नो आइडेन्टिटी बन्छ त्यसपछिको छोराछोरीलाई चाहिँ फाइदा हुन्छ है हामी उ भयो भने तिनीहरूले त्यतिर लागेर गऱ्यो भने त्यसको छोराछोरी हो भन्ने हुन्छ अनि तिमी पहिलेदेखि त गाउँमा बस्थ्यौ कि यतै पढेको म त 10सम्म त गाउँमै बसेँ होइन अनि त्यसपछि चाहिँ अलिकति ट्युसन पढ्ने सिलसिला कहिले आउने जाने गर्थेँ
अब जस्तै 3 महिना पढ्ने गाउँ जाने त्यस्तै गर्थेँ। अनि यता अब पक्का यता मेरो लाउरेतिर सपना देखेपछि घर छोडेको पनि भयो होला, 4 वर्ष जति भयो होला। त्यही बेला जान्छु, 1-2 दिन बस्छु आउँछु। त्यही न अब घर छोड्ने बानी भएपछि त खासै जान पनि मन नलाग्दो रहेछ। त्यस्तै हुन्छ प्रायः एक त केटा मान्छे अब केही बन्ने छ भन्ने आइएला भन्ने सपनाले बोकेर आएको है। अब बिस्तारै होला, ढिलो चाँडो सबैको पालो आउँछ। नआए पनि ठिकै छ, लाइफ त यस्तै हुन्छ, एक्सपिरियन्स गऱ्यो भन्ने त हुन्छ कमसेकम, नगरे आएन भन्ने हुन्छ। अनि त्यो ठाउँमा त अब अलि हल्का लेख्था हो भने स्कुलहरू त टाढा हुन्छ होला त। कति त्यस्तै 45 मिनट 1 घन्टा लाग्छ जानु। त्यत्रो अझ बर्खाको बेला त जुका लाग्छ, बाटोमा त्यस्तै भिड पखेर हुन्छ। त्यही त अब त्यस्तो ठाउँमा अलिक गाह्रो त हुन्छ अलि राम्रो एजुकेसन गराउनु त। अलिकति गाह्रो हुन्छ। अब गाउँको स्कुललाई नराम्रै भन्नु खोजेको त होइन, तर पनि गाह्रो हुन्छ त्योमा चाहिँ। अलिकति विकासहरू कम हुन्छ, विकास कम भएको कारणले गर्दा अलिकति हामीलाई टफै हुन्छ कि। भात त अझै आत्ता जति चाहिँ लागेन छ है। खाइहाल्ने पनि यता छ, यो पनि खाइदिने नाममा पुग्यो। खाजा पनि खायो क्या तपाईँको खाद्यसँग है ढल्ला। खाजा त आज डह्रो भयो, पार्टी जस्तै बर्थडे रहेछ त्यसको, बस्दो रहेछ। ए गएको थियौँ, ह्याप्पी बर्थडे भनेको त खुसी, त्यहाँ डम्साएर आयो। केक त लिएर आएको त मोमो चाउमिन राइस। सबभन्दा पीडा दुःख लागेको भनेको हाम्रो ट्राफिक मामाले लगिदिनु भयो, त्यही दुःख। मलाई फेरि के सोचेँ ठ्याक्कै रोक्दै त्यसले। अब त्यस्तो प्रायः त्यस्तोमा त भ्लग राखेको अलिकति उसले अलिकति भ्यू जान्छ नि त त्यस्तो चिजहरू त। अनि त्यही तरिकाले मैले एकैछिन धेर दाङ मैले 1 मिनट 2 मिनटको चाहिँ भिडियो गराएको थिएँ। ठ्याक्कै मामाले देखेँ क्या, सरासर आयो के बनाएको भिडियो गराएको भने कलर सुदर बनाएको भने के गर्नु लाग्यो। अनि मैले चाहिँ के भनेर बनाउनु मिल्दैन भने ठिकै छ साथी म खाइदिन्छु भने के बोला गर के भन्नु लाग्यो कि ड्याङ ड्याङ गर्न लाग्यो मलाई त। त्यही भएर पनि हो कि हाम्रो त्यो ब्लगदेखि बेलु चिट काट्दैन। त्यति बेला म फेरि उताबाट डिएसपी भएको गरेँ, तपाईँसँग कनेक्सन छोड्दै भन्थ्यो भने त्यसको जागिर चाहिँ के अरे यसो बोक्नु बिचमा। तर हामी अब सबै पैसाले भन्नु खोजेको नि, तर कोही त अति हुन्छ। एउटा चाहिँ ठिकै थियो त्यो मान्छे त हामी पनि ठ्याक्क है त उहाँ पोखरा अब रेन्टमा लगेर गयौँ के, उहाँ काटी माथि के हो त्यो पुङ्दीकोट भन्ने ठाउँमा, त्यो शिवजी हो कि। त्यो रेन्टवालालाई खास त्यो लग्यो भने चाहिँ चिट काटिदिँदो रहेछ क्या 2000को। त्यहाँ त गयौँ है हामी, त्यसले स्क्याम हान्थ्यो 500को चिट काट्यो भने त्यो पनि अब हामीले तिर्नु पर्दैन भने त्यो साउले गाडी साउले। अनि तल गएको त 2000को चिट काट्दो रहेछ, त्यसै स्क्याम हान्थ्यो त्यसले। यस्तो कोही त अब त्यति साह्रो पनि नगर्नु है। अब हाम्रो पनि स्टुडेन्ट लाइफमा अलिकति बाँच्न गाह्रै हुन्छ। यस्तरी पैसा लुटेको चाहिँ अलिकति राम्रो भएन जस्तो लाग्यो मलाई। हो अब कारबाहीकै हिसाबले भने त अब कि लाइसेन्स बिग्रुकै नभइदिएन, अब एउटा हिसाब होइन। यतिकै रेन्टमा लगेको गरेँ 2000 कि अब रेन्टमै राख्न नदिनु भएन नगरपालिकाले। पहिले पुलिसहरू नराम्रो हुन्छ, त्यही नराम्रो गर्दाखेरि सबै पुलिसहरू नराम्रो बदनाम हुन्छ। पुलिस फोर्समै सबै नै बदनाम हुन्छ है त्यस्तो गर्दाखेरि। भातमा धुन पनि रहेछ गाइस, हेरेन मासु माथि मासु मिठो भयो सालो। केही छैन, खानुपर्छ पछि हाल्छन्। अस्ति त के भातै खान मन लागेर कति भात खाने चटपटे बनाऊँ भने चटपटेको त्यही बाटी आधा जति त्यो सल्न गाह्रो भएर बस्छ। 2 जनाले मात्रै अनि एक भाजी
त्यो जस्तै पिरो च्यालेन्ज गरेको हामीलाई डल्लो खुर्सानी एउटा हाल्दा पनि पिरो भने हामीलाई 12 हालिदियो फर्स्ट टाइम पिरो खाएको त्यति बेला गालाबाट पनि पसिना अलिक यस्तो बाटो हुने हमरा आउँछ त्यस्तो आँखा पनि टाउलो बुझ्नु त्यस्तो अनि एउटा मैले फेरि सिस्नोले पोलेको भोगेछु क्या हुँदो रहेछ पहिला सानो साइकल सिकेको त्यहाँ गोड्ने थियो कि सिस्नो आएको थियो बर्खाको बेला त खत्रै हुने नि सिस्नो गए पुर्लुङ्गाले पल्ट सिस्नै हालेको चिरेको त्यहाँ त माथि आएको त औडा क्या त्यो मनमा बाह्र जस्तो औडा अब दुखे जस्तो नि छैन सिस्नो परेको कि भुइँमा घसाले केही गर्दाखेरि हुँदैन औडा हुन्छ अरिगान टोके बेला हुन्छ नि त्यो जाँड डल्दा के तातेर पुरै शरीर तातेर कता कता हुन्छ है त्यो हामीले च्याट्ट पठाएर न डुक्छ न चिनाउँछ न पोज कस्तो लागेको त्यो फरकै अर्कै त्यही भएर कि त्यो अङ्ग्रेजहरू जाने करेन्ट लाग्ने होला जाएर यहाँ नेपाल त कति डर्ने होला होइन अब कुखमा करेन्टको जाएर खुट्टा निदाउने प्रोब्लम छ कि एक दिन गरौँ न त्यस्तै कसरी लैजाउँ न सिस्टम बोलेको गर्नु होइन कि टुपी आउँ लैजाने पिरो हाल्न च्यालेन्ज गर्नु करेन्ट लैजाने यो खायो भने तिमीलाई आउँछ नि ढ्याउ ढ्याउ के भन्छ ढोका ग्यास निस्किन्छ घरको हुन्छ नि ढ्याउ क्या त्यो ढ्याउ भन्छ त्यसलाई न ढ्याउ आउँछ त मैले सुन्छु दियो डका डका त अर्कै आउँछ यो ढिस ढिस ढ्याउ नै रह्यो बात खायो भने डका आउँछ ढ्याउने आउँछ यो ढिस ढिस आउँछ के भन्छ यस्तो खै सोडाले गर्दा त होइन कार्बन डाइअक्साइड हुन्छ डाइअक्साइडको कारणले हुन्थ्यो ढिस ढिस आउँछ यसमा अल्कोहल त हुनु है क्यालोरी हुन्छ होइन क्यालोरी पनि बस्नु हुन्छ त्यो एप्पल साइडर हो के भन्नु हुँदो रहेछ त्यो कति पर्सेन्ट त्यो पनि लाग्ने रहेछ 5% कति भन्छ त झम्मा बनाउनु रहेछ अलिकति एकदम सफ्ट केटीहरूले खान्छ त्यो केटीहरूलाई अनि बियरमा 7% त हुन्छ होइन त्यहाँ अलिक कम हुन्छ क्या त्यो 4 3 भन्दैछ 5 6 7 अनि 2% त्यसले पनि लाग्छ त बियर उसले पनि लाग्छ क्या त्यो एप्पल साइडर मैले विचार गरेछु व्यवस्था भएन नै कस्तो नराम्रो नसा दिन्छ त्यसले छाला चुच्चामा चिमुक समातिदिन्छ क्या लाग्यो नि सिक्री एकचोटि काकाले बाइक निकालेर आयो बाइक साइड निकाल्यो सबै अनि काका ल तरमा आएर बसेर एक पछाडि खानुपर्छ भने एक कार्टुन एक पछाडि ल्याएर पर बिरा अनि त्यहाँ सुँगुरको सेक बस्छ त्यो सही मेरो खायो क्या कार्टुन बाइकको पार्टी भयो कस्तो मैले चढ्नु परेको लास्टमा त भुत्ला पनि खाइएछ यार लास्टमा देखियो यार हामीले मजाले फलाम त पछि उमेर कत्रो हुन्छ मान्छेको बाँग्रा यत्रो हुन्छ के बाँग्रा मान्छेको बाख्रा हुन्छ है त्यो बाख्रा भन्छ नि त्यो पत्र पत्र भएको क्या त्यो त्यस्तै हुन्छ होला कुखुरा जस्तो पार भएर पचाउँछ ढुङ्गा पनि मजा त ढुङ्गा हुन्छ कस्तो त्यो पनि ढुङ्गा पनि पचाइन्छ त त्यसलाई त्यो खोल्साउँदाको फिलिङ मजा नै फरक हुन्छ है सेटिस्फाइङ हुन्छ कि त्यो सर निस्किन्छ कि गाह्रो हुन्छ त्यो खानु पनि अब डाँडा जाने कहिले होला 10 जना अब एक टाइम जाऊँ न कहिले हुन्छ फ्राइडे सटरडे यिनलाई मैले यिनको भएमा ठ्याक्कै त्यसको सेलिब्रेसन चाहिँ जाने हो कि भन्ने भन्दाखेरि किनभने त्यो भिन्सेन्सको पिन आयोमा त्यो कन्फर्म गरेर ठ्याक्क त्यसकोमा पार्टीमा केक सेक लगेर डाँडा म अस्ति टुकेमा हाल्ने जस्तो लाग्यो थियो तर फेरि अलिकति त्यो पिन आयो भने त्यहाँ त्यो हालेर
त्यसको सेलिब्रेसनमा टप्किँदा सटाक सुटुक थाहै नपाएर त्यति बेला त फेरि खतरा पोडकास्ट हुन्छ स्टोरी नै आउँछ कसरी मैले युट्युब स्टार्ट गरेँ किन गरेँ अब एउटै भिडियो सबै इन्सपिरेसनको होइन म त खाना सानो ग्लासमा होइन मलाई त भयो ठिकै भयो भन्दा धेरै चढाएन के हरर च्यालेन्ज गर्ने हरर च्यालेन्ज दिनु डर लाग्दो मान्छे साथी देख्नु डराउँछ जस्तो मान्छे दिउँसै यस्तो ठाउँमा लिएर छ कहाँ हाम्रो गल्ती अलि तल छ एउटा खोला छ घाउ छ अन्त पानी चाहिँ सधैँभरि बगिरहेको छ थोरै यस्तो उपचार छ त्यहाँ हररमा टाइपको दिउँसो रात परे जस्तो हुन्छ घामै देखिन्छ त हन्टिङ गरेर राति च्यालेन्ज गरिदिनु त एक्लै आज म के अरे मिस्टर बिसले मर्छ त्यो त भोलि बिहान त आउँछ यति लामो छ त्यो अनि मान्छे पल्छने मात्रै जानु नै एक दिन च्यालेन्ज गर्छ दिउँसो हामी दिउँसो 2-3 जना मलाई 2 जना 3 जना पनि डर लाग्छ जान त कन्टेन्ट केही भूत भेटिहाल्यो नि भइहाल्छ भाइरल मान्छे पनि हामीलाई के नगर्छ ठिकै छ झन् कन्टेन्ट हुन्छ पानी उत्रेर बस्दा एकचोटि जाल खेल्न गए चाहिँ त्यहाँ हाम्रो गाउँको मान्छे मेलाको भागे तल पोखरीमा झ्याममा हाल्दैछ जाल भइसकेपछि आएछ अनि बल्ल बल्ल त्यो जालमा निकाल्नु थालेछ अनि माथि हालेछ फेरि त्यहाँ त्यहीसँग आयो क्या अनि 2टा आयो ठिकै हो 2टा त्यसलाई पनि बल्ल बल्ल फालेर अनि माथि हाल्दा पनि त्यही आयो अनि बटाएर हुँदा र त्यो सिँगैसँग जाल प्याक गरेर टाप गरिदिनु त्यस्तो डर लाग्छ अनि पहिला त धेरै डराउँदैन त्यहाँनिर तर म आश्रम डराउने एक्सपिरियन्स छैन घरमै दिएँ मलाई एकैचोटि त्यो टेन्सन खान्छ रथहाल्न त होइन डिउ लगर म त खानु हुन्छ थोरै खाउँ अलिकति हाल्नु खाँदा सबले मस्तले भोक हुन्छ हुन्छ सुक्दा तपाईँ धेरै छ यार पर्दैन रे त सो फाइनल्ली आजको मुखबान प्लस पोडकास्ट पनि एकदम रमाइलोको साथ हामी 3 भाइ गफ गर्दै सबै कुराहरू रिमिक्स तरिकाले खाँदै पोडकास्ट पनि एकदम राम्रो भयो यो जस्तो भएर चाहिँ हेरेर साथ दिनु होला मासु नपुग्यो नेक्स्ट टाइम चाहिँ तपाईँहरूको मा चाहिँ एकदम राम्रो पोडकास्ट प्लस अनि यो हाम्रो मुखबान आउनेछ आजलाई चाहिँ यति गाइज बाई 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 सी यू